पाथिभरा माता की जय पाथिभरामा र हिजो पाथिभरा दर्शन गरेर फर्केर हामी फिदिम आएको थियौँ है। अहिले हामी फिदिम बजारमा छौँ। बाटो यस्तो छ। अब यहाँ चाहिँ अलिकति हामीले यसो अलिकति कला देखाउनु पर्ने हुन्छ है। घुम्दै फिर्दै अनेकौं किलोमिटरहरू पार गर्दा गर्दै अहिले चाहिँ हामी राके बजार आइपुगेका छौँ। राके बजारको चाहिँ अहिले ठ्याक्कै हामी इलामपट्टि छौँ हैन त। अब 1 2 3 अहिले चाहिँ हामी पाँचथरपट्टि छौँ। पाँचथर जिल्लामा है। यो जुन गेट देखिरहनु भएको छ यहाँ पछाडि त्यो चाहिँ सिमाना हो के इलाम र पाँचथरको है। र यो जुन राकेको फेमस चाहिँ के हो भनेर भन्नुहुन्छ भने होइन खुर्सानी है। अकबरे खुर्सानी एकदमै मिठो पिरो के मिठो पिरो स्वादिलो टाइपको पिरो हुन्छ यहाँको खुर्सानीको एउटा अर्कै मजा छ। र माहौल अहिले चिसो चिसो भइरहेको छ, हुसुक कुहिरो उडिरहेको छ छेउछाउबाट। यो चाहिँ अब हाम्रो राके बजारको फेमस अकबरे खुर्सानीको चाहिँ मूर्ति हो एकदम खुर्सानी चाहिँ अब यहाँको एकदमै फेमस। यो देखेर पनि थाहा हुन्छ कि यहाँको अकबरे खुर्सानी फेमस रहेछ भनेर। गाडी आयो गाडी। ओ यतै पो आउनु रहेछ यार। बजार निकै ठुलो छ है। यो निकै ठुलो बजार छ। यहाँ खुर्सानीहरू त्यो अचार बनाएर नि राखेको हुन्छ है बेच्नलाई। व्यापक ठाउँ हो नि हो त। मैले चाहिँ नि बाबाजी हजुर यहाँ किवी अलिकति ज्यादा देखेँ हौ। के त्यही त राम्रो पाइँदो रहेछ। किवी पनि अलिकति राम्रै हुँदो रहेछ यहाँको भन्ने कुरो यहाँबाट बुझ्न सकिन्छ हामीले होइन त। अनि यहाँ भनेको चाहिँ अलिकति अर्ग्यानिक प्रडक्टहरू राम्रो पाइन्छ क्या। हो एकदम अलिकति विषादी रहित कुराहरू चाहिँ जस्तै अब हाम्रो कृषि एग्रिकल्चरल प्रडक्टमा पनि विषादी रहित कुराहरू ज्यादा राम्रोसँग पाइन्छ। त्यही भएर यहाँको जे पनि खाए पनि मिठो हुन्छ। अघि भर्खर हामीले खाना खायौँ कति मिठो थियो है। मिठो थियो। घिउ त्यस्तै। र बिहान चाहिँ हामी फिदिमबाट हिँडेको आज। हिजो ताप्लेजुङबाट रातारात हिँडेर रातिको मध्यरातमा भनौँ न 12 बजीतिर हामी फिदिम आइपुगेको थियौँ। अनि फिदिममा चाहिँ रात काटेर हामी यहाँ बिहानै हिँडेको आज। यो राके बजार जति ठुलो भयो भने जति ठुलो छ उस्तै सफा पनि लाग्यो क्या मलाई। एकदम एकदम हैन त। भर्खरी घाम लागेको थियो फेरि कुहिरो भयो। यस्तै हो कि यो ठाउँ। पाइलै पछि सौन्दर्यले भरिएको ठाउँ छ क्या। दिस इज इलाम होइन त। यो यसरी बुझ्नु पर्यो कि इलामको एउटा अर्कै भाइब छ है। यो माहौल यो भाइब होइन यो एकदमै अलौकिक छैन त भनेको। र अहिले चाहिँ हामी ठ्याक्क पानी टारमा आइपुगेका छौँ है। यहाँबाट व्यापक चियाबारी देख्न सक्नुहुन्छ हजुरहरूले। हामी अब अगाडि बढ्दैछौँ। इलाम घुम्न आउनु हुँदा चाहिँ मान्छेहरू प्रायः जस्तो कन्यामसम्म मात्रै आएर उतैको चिया बगान घुमेर उतैबाट फर्किनुहुन्छ होइन। तर हाम्रो अनुरोध चाहिँ के छ तल भनिदिउँ त। हाम्रो अनुरोध चाहिँ के छ भने अब इलाम बजारभन्दा अलिकति माथि लगभग 30 किलोमिटर माथि होइन कन्यामको जस्तै चियाबारी हजुरहरू एक्सप्लोर गर्न चाहनुहुन्छ, इलामको एउटा जुन भाइब छ त्यसलाई एक्सप्लोर गर्न चाहनुहुन्छ भने
इलाम बजारभन्दा लगभग 30 किलोमिटर माथि ट्याक्कै नेपाल टार भन्दा चाहिँ भित्र छिर्नुपर्छ है। यहाँ पानी टार भन्ने ठाउँ छ, त्यहाँ पनि त्यस्तै भाइब, एउटा राम्रो भाइब टाइपको एउटा ठाउँ छ है। यहाँ पनि कुइरोले पुरै लुकामारी खेल्ने टाइपको होइन हो नि, त्यस्तै टाइपको व्यापक ठाउँ छ है। यहाँ पनि आउनु होला भन्नको लागि भन्न चाहन्छु त्यो हो नि त कुरा।